So hello guys, welcome back to my channel. फेरि पनि धेरै दिनपछि मैले चाहिँ भिडियो बनाइरहेको छु अनि त्यस धेरै 3-4 महिना नै भयो होला भिडियो नबनाएको अनि त्यसपछि मैले यो भन्दा अगाडि चाहिँ के भन्छ रे फेयरवेलको भिडियो बनाएको थिएँ हाम्रो अनि सक्यो अब हाम्रो कलेज पनि सक्यो है निहंगो गएको पनि सक्यो अब कामको काम मात्र हो अनि त्यसपछि अहिले चाहिँ काममै जान्छु आउँछु त्यतिकै भइरहेछ दिनभरि काममा हुन्छु बिहानदेखि बेलुकासम्म अनि अब बेलुका आएर के भिडियो बनाउनु छुट्टीको दिन सुत्न मन लाग्छ सुत्छु त्यतिकै सकिन्छ हैन अनि आज चाहिँ मैले हिजो राति त्यस्तो कामबाट आएर अनि फोन हेर्दै थिएँ अनि त्यसपछि अनि मैले चाहिँ एउटा भिडियो भेटाएँ हैन त्यसको रियाक्सन भिडियो बनाउन लागेको रियाक्सन भन्दा पनि हेर्न लागेको अहिले हेर्न लागेको त्यो भिडियो अनि त्यो चाहिँ हाम्रो पुरानो के भन्छ रे पुरानो भन्दा पनि साम्पाङ सिस्टर पुग्नेहरूले अहिले त्यहाँ युट्युब भिडियोहरू कहिलेकाहीँ अपलोडहरू गरेर हुन्छ अहिले चाहिँ तिनीहरूले गरेका छैनन् हैन किन हो थाहा छैन मलाई पनि उनीहरू पनि होला काम बिजी त्यतिकै अनि त्यसपछि अनि त्यसमा चाहिँ मैले ढ्याक्क आएर अनि त्यसपछि मोबाइलमा यस्तो हेर्दै थिएँ अनि उनीहरूको डान्सको भिडियो आयो हैन अनि त्यसपछि अनि त्यो डान्सको भिडियो मैले हेरेँ अनि ठ्याक्क त्यसको तल अब त्यस्तै त्यही उसको आउँछ नि त अनि त्यसपछि अनि त्यही साम्पाङ सिस्टर पेजमा अनि म त्यहाँनिर चाहिँ अनि के भन्छ रे 4 वर्ष अगाडि म जापान आउने बेलाको भिडियो पनि राखेको थियो नि त अनि त्यो मैले देखेँ क्या मलाई हेर्न मन लाग्यो अनि त्यसपछि तपाईहरुसँग सँगै हेर्छु भनेर अनि 4 वर्ष अगाडि म कस्तो थिएँ म जापान आउँदाखेरि म कस्तो थिएँ हैन खलिलो अहिले त बुड्डी सुड्डी भए अनि त्यसपछि अनि हो त्यो भिडियो चाहिँ अहिले हेर्न लागेको अनि त्यसपछि मैले चाहिँ के भन्छ रे यहाँबाट हेर्छु त्यो भिडियो चाहिँ अनि हेरौँ है हामीसँगै चाहिँ म चाहिँ यसमा यहाँ साइडमा राखेर हेर्छु अनि त्यसपछि तपाईहरुलाई पनि यहाँ देखाउँछु पछाडि युज गरेर अनि हेरौँ है त सँगै लेट्स स्टार्ट भएन त ओके लेट्स स्टार्ट यता रहेछ क्यामेरा ओके लेट्स स्टार्ट अहिले कस्तो भए ओके लेट्स सी Guys, welcome back to our channel. अनि आज चाहिँ हामी सायद यति बेला चाहिँ हामी उस जाँदै थियौँ यो चाहिँ जानुभन्दा अगाडिको दिन होला हामी यसो दिदी बहिनी नकीपोर्टमा त्यहाँ नयाँ बबल टी खुलेको थियो अनि त्यहाँ खाना गएको 4 जना साम्बाङ सिस्टरहरू जाँदैछौँ नकीपोर्टमा त्यहाँ नयाँ बबल टी खोलेको छ अनि त्यही भएर त्यही जानु आँटेको सो यहाँ हामी चाहिँ अब अहिले हिँड्दैछौँ बेलुका हो हेलो गङ्गा जमुना चाहिँ यहाँ भिडियो बनाउने लाज लाग्यो है भिडियो बनेर म चाहिँ के भन्छ भन्छु नि यसरी बनायो भने त चाहिँ थाहा पाउँदैन नि त मान्छेहरूले हेरिरहेछ यिनीहरूले अहिले भिडियो पनि बनाउनु छोड्यो भर्खर सुतेर उठेर आएको जस्तो देखिरहेछ पसले अङ्कलले पसलको इन्स्टामा छ है फलो गर्नुहोस् ल ओपनिङको अफरहरू हुन्छ क्या बाई वान बाई वान गेट वान हुन्छ बाबा मेरो कपाल चाहिँ कता लामो हाई गाइज हाई नमस्ते गाइज हो अनि आज चाहिँ नेक्स्ट डे फेरि सेम भ्लग अनि आज चाहिँ हामी के गर्न जाँदैछौँ पिसिआर रिपोर्ट निकाल्न जाने पिसिआर गर्न जान आँटेको होइन त हामी चाहिँ अहिले जाँदैछौँ है हामी चाहिँ कहाँ जाने स्टार हस्पिटल है कस्तो लाग्दैछ अब होइन कि पिसिआर गर्नु चाहिँ अझै ठिक हुन्छ यसो गर्ने हामी चाहिँ अहिले जाँदैछौँ है बाटोमा अनि यो चाहिँ हामी उल्टो क्यामेराबाट खिचेको
ट्राई गरेको अनि कस्तो रहेछ म गरेर हेर्छु ए आउँदो रहेछ ल अब चाहिँ हाम्रो रोड पनि बाटोहरू कति आइसकेको छ। हिँड्थ्यो। हामी बन्द गर्छौँ है हामीलाई लाज लाग्छ अलिकति चाहिँ कोरोनाको सुई हान्नुलाई गएको रहेछ। सो फाइनली उसको चाहिँ पिसिआर भइसक्यो हामी चाहिँ अहिले यहाँ प्रन्साला वेट गर्दैछौँ उसको साथीहरू चाहिँ निस्किसक्यो तर यो केटी अचम्म निस्किएको छैन हामी हाम्रो माया हेर्नुहोस् यहाँ घर नगए नगए यहाँनिर उभिएको आधी घन्टा भइसक्यो 42 मिनट भइसकेछ। यो चाहिँ उसको हस्पिटल हो स्टार उसको होइन, हस्पिटल, उसको मतलब काम गर्ने। उसको काम गर्ने किन एक्लै निस्केको? अनि म अनि एक्लै घर जाने हो अनि म त यताबाट निस्किन आएको त म यतैबाट निस्केको छु तेरो कलेज चाहिँ कहाँ हो कलेज उता हो त्यो उता साने बाटो छ नि त्यहाँबाट यता भित्र छिरेर यताबाट किन कलेज जाने नजाने जाउँ अब मोमो खान जाने रे तर मोमो खानु वेट गरेको हामी 12 बजी हामी यहाँ बसेको। होइन ड्युटी 12 बजी सकिन्छ अनि स्ट्याक म कस्तो पातलो थियो वेलकम ब्याक टु आवर च्यानल अनि हामीले चाहिँ अहिले हामी चाहिँ किन सान्सहरू बोल्यो भन्दा मेरो जाने दिन आयो। अनि ऊ चाहिँ अब जापान जान आँटेको छ नि त सो हामीले चाहिँ सानो सानो क्लिप गरेर चाहिँ यो लाइक उसको लागि एउटा मेमोरिज ऊ जापान जानुभन्दा अगाडि एउटा सानो मेमोरिज क्रिएट गर्ने भनेर सानो सानो क्लिपहरू हालेर छौँ होइन अनि अहिले चाहिँ हामी उसको लागि केक लिएर आएको मतलब हामीले चाहिँ केक अर्डर गरेको थियौँ होइन उसलाई चाहिँ थाहा छैन एकदम सानो सरप्राइज अनि त्यही हो अब चाहिँ हामी केक देखाउँछौँ है त एन्ड यस दिस इज आवर केक गुरुङ बेकरीबाट अनि दिस आवर केक सेफ जर्नी सेफ एन्ड ह्याप्पी जर्नी वी विल मिस यु पूर्णिमा सो अल द बेस्ट विसेस भन्न चाहन्छौँ हामी चाहिँ होइन सो नाउ वी विल सी हर रियाक्सन होइन कस्तो रियाक्सन दिन्छ तिनीहरूले मलाई मिस गरिरहेको छ कि छैन तर हुने गर्दैन। Japanese girl. मम्मी निनी के भयो ओहो कृष्ण काका नि हुँदो रहेछ त्यहाँ हेरौँ वाउ केक त मिठो खालको क्या हो कति राम्रो पढ्नु त के लेखाएको छ सेफ एन्ड ह्याप्पी जर्नी वी विल मिस यु We will miss you. I will also miss you सबैलाई। गाइज यहाँ चाहिँ नेपालको झन्डा नेपाल त्यहाँबाट ट्राभल हुँदै 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 जापानमा है प्लेन पनि पढाइछ त अब आफ्नो दिमागमा चाहिँ एउटै याद छ वेलकम सपनामा भएको जस्तो लाग्छ पहिला राति सुत्दा सपनामा देखेको जस्तो लाग्यो। अनि बाल्ने त माथिपट्टि नि ए हातमै यसो गर्नु न बढी पनि भएछ सेफ जर्नी हैव अ सेफ जर्नी मादी त्यत्रो बन्द गर्छ बा म त के हो त्यस्तो वाउ कस्तो राम्रो कवा बेचारी हामी त पाउँदैन भन्दैछ। हैन ताली मै खान्छु Ja. शुभ यात्रा भोलि राम्रो सोचेको पुगोस् भनिदिएको है
अनि त्यो कपाल चाहिँ आशीर्वाद दिनुभएको टिका लगाएर हात पुस्नु भएको ठ्याक्कै कन्ट्रोल सबतिर कपाउ दिनुपर्छ है। ल अब त लास्ट टाइम हो यो यसरी अलिकति नाकमा टुप्लो हालिदिउँ ल भयो थ्याङ्क यू है यो सबैजनालाई हाम्रो युट्युबको भ्युअर्सलाई हेलो गाइज अहिले चाहिँ त्यस्तै 5:30 हुन आँट्यो होइन अनि अब चाहिँ हामी रेडी 13th June भइसकेको लागि निस्किने हो अनि त्यसपछि अब चाहिँ हाम्रो यहाँनिर शुभ साइत हुन्छ होइन अनि त्यसपछि मैले चाहिँ यसको लागि रेडी गरेको छु अब चाहिँ हामी निस्किन्छौँ आदि बाई बाई अब तपाईँ एकछिन निस्किनु हुँदैन पक्नु अलुवा हो यहाँ राख्छौँ ढोकामा अनि आफूतिर पनि साथै अरू विदेश गएको बेलामा देखेको अब यति बेला आफूले सेफ जर्नी 5 दिन राम्ररी कमाउनु अनि हामीलाई घुमाउनु लैजानु आएर ढिलो पो हुन्छ त भरे के गर्दा पहिला ढिलो भएर 1 घन्टा हुन्छ नि पैसा पनि दिँदैछु हाम्रोमा अरूहरूकोमा चाहिँ मैले कति धेरै टिकटकमा देख्छु कि विदेश जाँदाखेरि होइन विदेश गएको मान्छेलाई पैसाहरू दिने यस्तो यस्तो हाम्रोमा चाहिँ जो जाँदैछ ऊ मान्छेले दिन्छ क्या आफूभन्दा सानो मान्छेहरूलाई पैसा दिन्छ क्या अरूहरूकोमा चाहिँ मैले देख्छु कि ठुलो भनौँ मतलब विदेश जाने मान्छेलाई चाहिँ दिइरहेको हुन्छ आशीर्वाद दिएर भनेर हाम्रोमा चाहिँ ठुलो मान्छे भन्नु मतलब हाम्रोमा चाहिँ विदेश जाने मान्छेले चाहिँ सानो मान्छेलाई किन त्यो के भन्छ अरे आशीर्वाद होइन कि जस मलाई थाहा छैन त्यो चाहिँ किन हो तर हाम्रोमा चाहिँ विदेश जाने मान्छेले चाहिँ आफूभन्दा सानो मान्छेहरूलाई पैसा दिन्छ क्या अनि त्यो अनि त्यसपछि अर्को चाहिँ म पहिला म काठमाडौँ बस्थेँ नि त अनि त्यसपछि नि घर जाँदाखेरि तरबाट फर्किँदाखेरि पनि त्यो सानोमा मान्छे सानो घरमा बच्चाहरू छ भने चाहिँ उनीहरूको खोइ सातो जान्छ हो कि खोइ के हुन्छ भनेर चाहिँ जस म उताबाट आउने बेलामा बिहान छिटो निस्किनु पर्थ्यो नि त अनि उसमा माइक्रोमा आउँथ्यो नि त्यतिखेर चाहिँ अनि मम्मीले घरबाट निस्किनुभन्दा अगाडि चाहिँ बहिनी थियो नि त मेरो अनि त्यसपछि चाहिँ नि बहिनीको हातमा थुथु गर्न लाउनुहुन्थ्यो क्या त्यो खोइ किन हो त्यस थाहा छैन तर जस्तै हो मैले चाहिँ अहिले टिकटकतिर चाहिँ कति देख्छु कि विदेश जाँदाखेरि चाहिँ विदेश जाने मान्छेहरूले पैसा अरू ठुलो मान्छेहरूले पैसा दिइरहेको हुन्छ क्या उसलाई तर हाम्रोमा चाहिँ हाम्रो मामाहरू पनि विदेश जाँदाखेरि हामीलाई पैसा दिनुहुन्थ्यो जहिले अनि त्यसपछि यति बेला चाहिँ अनि मैले पनि दिएको थिएँ बहिनीलाई पानी पर्नु सुरु भयो पानी पर्नु शुभ साइत हो नि त त्यही भएर मजा बेला पानी पऱ्यो हामी चाहिँ जाँदैछौँ अब एयरपोर्ट पानी पऱ्यो क्या नि चाहिँ ह्यान्डस्पेडीको सुर्केस पक्रिँदै हुनुहुन्छ यो बाटो सातो बाटो कति कलेज गयो यो बाटो कति हिँड्यो कस्तो भयो अहिले यस्तै छ
चाहिँ म के भन्छ अरे विदेश होइन क्या कति वर्षको लागि म जानु लागेको जस्तो नै भनेको थिएँ कस्तो छुट्टीमा कति दिन छुट्टी मनाउनको लागि गइरहेको जस्तो लागिरहेको थियो किनभने म चाहिँ नेपालमा हुँदाखेरि पनि अब घर दसैँतिर वर्षमा एकचोटि यस्तो गइरहेको थिएँ नि त अनि त्यसपछि त्यही भएर पनि होला अनि म चाहिँ हो यसरी जाँदाखेरि चाहिँ म चाहिँ के भन्छ अरे विदेश कति वर्षको लागि होइन म चाहिँ यसो घुम्नको लागि एक महिना 1-2 महिना घुम्नको लागि गएको म आइहाल्छु जस्तो फिल भइरहेको थियो क्या मलाई चाहिँ किन ढोकढुक चाहिँ एकदम बेसी एयरपोर्टमा मम्मी मलाई कस्तो लागिरहेछ रमाइलो नजारा एयरपोर्टको विदेश जाने कुरा गर्थ्यो बहिनीसँग बसेर अब के गर्नु म विदेश जान्छु नि भनेर ड्याडीलाई सुनाएँ यो चाहिँ मलाई सुनाएको कलिलो थोरै सुमल त फुटी भयो यार सुटी भयो कपालाई कुदेको थिएँ कपा चाहिँ बाइकबाट आउनु थियो नि त आइपुग्नु भयो अनि अब फेरि त्यो कन्सल्टेन्सीको सर पनि आउँछ अब राम्रो भयो This is the person who sent me here. केही समस्या पर्यो भने समस्या आउनुभन्दा बाई बाई ढोकाबाट छिरेको 4 वर्ष भयो त्यतिखेर आउने बेलामा चाहिँ मलाई यस्तो रुनहरू होइन यस्तो इमोसनल केही पनि भएको थिएन अलिक ढुकढुक मात्रै भइरहेको थियो नि त अनि अहिले हेर्दाखेरि चाहिँ यत्रो वर्ष भयो अनि भेटेको छैन नि त अब घरमा अनि मैले चाहिँ त्यतिखेर आउँदाखेरि अघि पनि भनिहालेँ नि मैले यसो मेरो दिमागमा चाहिँ कस्तो थियो भन्दाखेरि म चाहिँ अब दिमागमा भन्नु खोइ किन हो मलाई यस्तो फिल भइरहेको थियो कि म चाहिँ 2-3 महिनाको लागि घुम्नु गएको अनि आइ त हाल्छु जस्तो फिल भएको थियो अनि कस्तो मलाई रुनहरू त्यस्तो उस पनि लागेको थिएन क्या मनबाट अनि अलिअलि ढुकढुक त अभियसली भइ नै रहेको थियो अनि त्यस्तो भएको थियो होइन अनि अहिले हेर्दाखेरि चाहिँ अब कति भयो अब 4 वर्ष भइसक्यो अनि मैले घरमा पनि यस्तो भन्थेँ क्या निनीमा कपाहरूलाई अब गएपछि निनीलाई भन्थेँ होइन कति
गएपछि अब म एकैचोटि 5 वर्षपछि मात्र आउँछ नि भनेर भन्थेँ क्या। अनि अहिले चाहिँ ठ्याक्कै अब 4 वर्ष फुल भयो अनि अब 5 वर्ष लाग्यो क्या। अनि कस्तो जानु मन लाग्छ, त्यही भने अब अहिले कामहरू के भएर अब भइरहेको छैन नि त। अनि जे बोलेको त्यही अब भइरहेको, अनि त्यही हो। अनि यहाँ अनि म विदेश चाहिँ म यहाँ चाहिँ कसरी आएको भन्दाखेरि म जापान चाहिँ कसरी आएको भन्दाखेरि म चाहिँ त्यही बेला कोरोना थियो। कोरोना ठ्याक्कै एकचोटिको कोरोना सकेर अनि त्यसपछि हाम्रो कलेज पनि लाग्दै उस गर्दै ब्याचलर गर्दै थिएँ नि त मैले। अनि लाग्दै बन्द हुँदै भइरहेको थियो। एकचोटिको कोरोना चाहिँ फर्स्ट स्टेजको चाहिँ सकिसकेको थियो। अनि त्यसपछि एक दिन कलेज सकेर घर गएँ। अनि त्यसपछि अनि टन्टलापुर घाम थियो है त्यो दिन सम्झिँदाखेरि भने अहिले टन्टलापुर घाम थियो। अनि त्यसपछि घर गएँ। अनि त्यसपछि निनी पनि बाहिरै घाम तापेर बसिरहनु भएको थियो। अनि म भने बसेँ। अनि त्यसपछि लुगासुगा फेरि बसेँ। अनि अचानकमा है किन हो दिमागमा अब पढाइ पनि यस्तै हो भनेर अनि अब म विदेश जान्छु भनेर आयो है दिमागमा अचानक। अनि त्यसपछि अनि निनीलाई भने। अनि त्यसपछि निनीले नि अब जानु मन छ भने जानु त एकचोटि, अब कस्तो हुन्छ हेरेर आइज विदेश भनेर भन्नुभयो निले पनि। अनि त्यो हुने साथै मलाई विदेश जानु मन लाग्यो त्यो मन लागेको साथै मैले चाहिँ अनि ड्याडीलाई फोन गरेँ। त्यतिखेर ड्याडी विदेश हुनुहुन्थ्यो है। अनि ड्याडीलाई फोन गरेँ। अनि ड्याडीले पनि अनि ल जाने भए जान त भनेर भन्नुभयो। अनि त्यसपछि ड्याडीले जानु भए चाहिँ जापान जा भनेर भन्नुभयो क्या। अनि म चाहिँ खास अस्ट्रेलियातिर जाऊँ कि भनेर सोचेको थिएँ। अनि जापान जा भन्नुभयो। अनि त्यसपछि ड्याडीले उहाँको डिसिजन चेन्ज गरिहाल्नुहुन्छ कि भनेर त्योभन्दा अगाडि नै ड्याडीले अब जापान जा भनेर भन्नुभएको छ। अनि जापान क्लास खोज्छु भनेर भोलिको दिन चाहिँ म जापान क्लास खोज्नु गइहालेँ क्या। कति खोजेँ है। अनि केही मिलिरहेको थिएन भरे लास्टमा त्यहीँ लङखेलमा त्यहीँनिर भरे आफन्त नै रहेछ त्यो मम्मीको सोल्टी पर्दो रहेछ क्या। उहाँ हाम्रो गाउँको मान्छे हुनुहुँदो रहेछ। अनि उहाँकैमा ठ्याक्क पुगेँ। अनि त्यसपछि त्यहीँनिर भयो। अनि त्यतिकै हो, त्यसरी नै हो म चाहिँ आएको विदेश होइन। अनि यहाँ त्यही हो। अनि आउनुभन्दा अगाडि चाहिँ निनीहरूलाई त्यही हो 5 वर्ष पछि मात्र आउँछ है अब म भनेर त्यतिखेर त कस्तो फुर्केर भनेको थिएँ। अनि अहिले चाहिँ त्यो सम्झिँदाखेरि अब खै अब लेखेकै त्यस्तो हो कि अब मैले त्यो भनेर त्यस्तो भएको हो कि खै के हो। अहिले चाहिँ सम्झिँदाखेरि त्यति नभनेको भए हुन्थ्यो होला। इफ मैले त्यति बेला 5 वर्षपछि आउँछु नभनेको भए बा म जान पाउँथेँ कि बिचमा जस्तो हुन्छ। अनि यहाँ त्यही हो। अब म ठ्याक्क आएको चाहिँ 4 वर्ष पुरा भएर अहिले चाहिँ 4 वर्ष र 1 महिना भयो क्या। अब 22को 6मा आएको म। अनि 23, 24, 25, 26को अहिले 7 भने चाहिँ 4 वर्ष र 1 महिना भयो क्या। अब यो वर्ष पनि जान पाउँदिनँ म। अनि काम भर्खर न्युसा गरेको हो। अनि त्यही भएर जानु पाउँदैन। अनि अर्को वर्ष चाहिँ अब हेरौँ के हुन्छ। अर्को वर्ष पनि अब हुन्छ कि हुँदैन थाहा छैन स्टिल। सो या त्यही हो है मेरो चाहिँ। यसरी नै आएँ म। अनि त्यसपछि काम गर्दैछु अहिले। त्यति नै थियो। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। बाई बाई। अनि त्यसपछि कस्तो सिहान पनि आयो। अनि यहाँ अनि त्यही हो म चाहिँ अहिले चाहिँ कस्तो किन अलिकति इमोसनल भयो भन्दाखेरि चाहिँ अहिले चाहिँ म भर्खर काम पनि भर्खर अहिले नयाँ काम मेरो सिसो गरेको नि त। अनि त्यसमा कामहरूको प्रेसर भएर मलाई यस्तो हुन्छ नयाँ काम है। त्यही माथि जानेको हुँदैन। अनि त्यही माथि कामको अलिकति प्रेसर भएर मलाई दिमाग यहाँ टाउको भुच घोच्छ क्या। यहाँ कसमै घोच्छ क्या। सियोले घोप्या जस्तो कि केले घोप्या चिमोट्या जस्तो घोच्या जस्तो। अस्ति एक दिन त मेरो दिमाग यस्तो गाह्रो भयो मलाई। यस्तो सोचेको थिइनँ मैले यस्तो साह्रो हुन्छ भनेर है काममा। र मलाई खै के हो केही बुझ्न सकेको छैन। सबै के मिक्स के भइरहेछ। अनि
अनि त्यही हो एभ्रिथिङ मिक्स्ड त्यही हो फुल्ली अब नेक्स्ट इयर चाहिँ जान पाऊँ है म नेपाल अनि त्यसपछि चाहिँ होइन त्यतिखेर चाहिँ यो भिडियो त्यही भएर यस्तो भिडियोहरू बनाइराख्यो भने चाहिँ मेमोरी हुन्छ नि त अनि त्यही भएर चाहिँ बनाइराख्नुपर्छ जस्तो मलाई लाग्छ नि त्यही भएर म पनि कहिलेकाहीँ हाम्रो के फेयरवेलहरू यहाँनिर भएको बेलामा फेयरवेल भएको बेला त अब 2 वर्षसँगै पढेको साथीहरू छुट्टिन्छ नि त अनि त्यस्तोहरू मेमोरीहरू बनाउनुको लागि म अनि कहिलेकाहीँ बनाउँछु भिडियोहरू अनि कहिलेकाहीँ चाहिँ लास्टै झ्याउ लाग्छ क्या हाल्नु अनि त्यसपछि हाल्दिनँ अनि कहिले बनाइ चाहिँ राखेको हुन्छ अनि पछि अपलोड गर्छु अनि हामी 3 महिना अगाडिको भिडियो मैले हिजो अस्ति भर अपलोड गरेको छु नि त हाम्रो फेयरवेलको अनि त्यही हो यसरी बनाइराख्यो भने चाहिँ पछि हेर्दाखेरि चाहिँ मेमोरी हुन्छ अनि यो पनि मैले हिजो त्यतिकै कामबाट आएर यस्तो हेर्दै थिएँ अनि त्यसपछि अनि ठ्याक्क बहिनीहरूको यो चाहिँ हाम्रो पहिलाको च्यानल साम्पाङ सिस्टर च्यानलमा थियो क्या अनि बहिनीहरूको ठ्याक्क डान्स भिडियो आयो अनि डान्स भिडियो हेरेँ अनि त्यसपछि त्यो भित्र गएर हेर्दाखेरि चाहिँ अनि यसो गरेर डान्स भिडियो हेर्दै थिएँ नि त्यसको तल ठ्याक्क यो वाला भिडियो आयो है अनि मलाई कस्तो हेर्नु मलाई अनि तपाईँहरूसँगै हेरौँ भनेर चाहिँ अनि मैले सँगै हेरेको आज अनि हाम्रो चाहिँ मेरो बहिनीहरूलाई चाहिँ के मेसेज छ भन्दाखेरि तिमीहरू भिडियो कन्टिन्यू गर है भिडियो बनाऊ अनि म पनि यहाँ कहिले कहिले भएको बेलामा बनाउँछु अनि मेमोरीहरू हुन्छ अनि यहाँ त्यही हो त्यति नै भन्नु थियो See you. Thank you so much for watching. अहिलेसम्मलाई बाई बाई